म एकदमै ठिक छु। यहाँ देख्न सक्नुहुन्छ यस्तो भिड छ आज न्यु इयरको दिनमा। सबैजनालाई ह्याप्पी न्यु इयर। यस्तो भिड छ, ओ माई गड के यस्तो, मैले यस्तो सोचेको पनि थिएन। हामी झन् वनवाटिकामा केही भरिन्न होला, फुलबारी नजाऊँ भनेर यता आएको, यता झन् यस्तो फुलबारीमा झन् कस्तो होला। छोप्ने है ऱ्याबिट छोप्ने है। हेलो भन। हेलो हेर अब यहाँ के छ, ए हाम्रा घर गहुँ खाना आउँथ्यो नि, त्यो राते बाख्रो मुनि मुनि जङ्गलको ऊ ए 1 2 3 4 5 6 वर्षको रहेछ। 6 वर्षको रहेछ। 6 वर्षको रहेछ। सिङ गर्ने नि यहाँ हेर, यहाँ बाघ पनि छ। ओहो हेर न चरी कति ठुलो हो। ओहो भैमा पनि लुके हौ। देखियो देखिन पनि त कति खुसी भइसिन् यहाँ। टुङटुङ बाँदर होइन बाघ हो, टाइगर ऊ टाइगर उहाँ माथि बसे ऊ सुते ह, नुनु गरे ह, माम खाएर नुनु गरो। जाम यहाँ के छ, यहाँ चितुवा कि के यहाँ थियो हुन्छ, यहाँ केही छैन। सानो मृग ओ मुनि सानो मुनि। यहाँ हेर सानो मुनि उहाँ पर देखियो। उल्लु उहाँ कुनामा छ, यता ऊ वन बिरालो उहाँ माथि गएर बसे ह। नीलगाईमा आइसकेको छ हामी। नीलगाई हो, नीलगाई हबा भन। ओ बाँदर हेर्न पनि जाने, परेवा पनि हेर्ने, वन कुखुरा पनि छ। चरी हेर ऊ चरी देखियो। बाँदर पनि हेर्न जाने कि अहिले, सर्प हेर्न जाने। सर्प हेर्न जाने कि नै? सर्प छैन खै, अस्ति नै आइकन थिएन। बाँदर हो ए सानो मङ्की, अहिले त सानो पनि रहेछ। हेर त कति सानो हो। ए मङ्की हन के रहेछ, कति सानो मङ्की हो। ए आऊ भन, अलि बेसी भन। जाम देखिनि ऊ पार्छ। 10 वटा थियो एकचोटि, अहिले त हराइन्छ। यहाँ दुम्सी छ, खाल्टो खनेर ऊ त्यो खोरभित्र गएर बसे ह। पुरै कति ठुलो खाल्टो खनेको, पुरै जोते ह। ओहो दुम्सी हेर्न जाने, कहाँ जाने अरे? दुम्सी भन न। दुम्सीले खाल्टो खनेछ अन्त पुन्टु ऊ त्यहाँ भित्र छ, त्यहाँ भित्र छ है। के देख्यो अहिले भन, कहाँ देख्यो सप्प? उता कत्रो छ, ठुलो छ।
ए सिस्नो 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 लगाइदिने हो र स्याल ए स्याल दौडेको लौ स्याल भन स्याल भन ए स्याल स्याल ओ भालु पनि त रहेछ ओ भालु अहिले राखेको भालु ऊ भित्र सुते ऊ सुते उता सुते त निन्द्रा लागेर सुते त नुनु गरेछ भाइ पुन्टु क्या आत्ते बिपिन आत्ते कस्तो कस्तो राखेर खाऊ ज्ञानी भएर राखेर खाऊ म चाहिँ घर आइसकेँ यदि भिडियोमा मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु ओके थ्याङ्क्स फर वाचिङ बाई